हाय खोला त खोला यतातिर सब बगिरहेछ यता गाई छैन नमस्कार नमस्कार खोला बर्बाद भयो यहाँ त बर्बाद भयो तल पनि छ बर्बाद तल पनि जानु पर्ने भयो यो पुरेको छ सब पुरेको त्यो त पहिलाबाट भने पनि अब त्यस्तो त हामीले भनेको जनतालाई थाहा भएर भएन 2 महिना गइसक्यो हामीले भनेको जनतालाई थाहा छैन हामीले त प्रार्थना गर्ने भन्दा अरु विकल्पै भएन यहाँ त अब त सब भगवान भरोसा हामीले नगरमा रिपोर्ट गर्यौं रिपोर्टमा मात्र सीमित भयो हैन हामी नगरमा जान पनि हामीलाई तपाईहरुको मुख पनि हेर्न पर्यो हामी जान्न सकेन हैन नगरको नगरमा हामी हैन सबै हामीले नगरमा गएर बिसाको यस्तो यस्तो छ समस्या अब अब टेन्डर पनि आह्वान गरेको 4-5 पटक टेन्डर आह्वान गरे कसैले टेन्डर हाल्दै हाल्दैन आज त भाटै बोकेर जाने तोडै जाने भन्ने विचारले हिडेको हामी आज पुरा गाउँले उठाएर भाटै बोकेर जाने तल्दै जाने अब यस्तै भयो नि त हामीले भाटै हैन टोलमा राखेर गराउने हैन म त लास्टै म त घरै लान्न सक्छु कहाँ बस्ने हामी बस्ती त जान लागिसक्यो के त्यहाँ बस्ती जानलाई मन्दिर हेर्नु दुखसित मन्दिर मन्दिर कता गर्छ त्यहाँ छेउमा त्यो छेउको घरै अब गइसकेपछि गर्न भन्दा पनि जानुभन्दा अगाडि गर्ने हो नि त हेर्न जाने त्यहाँ पनि हेर्न जाउँ अनि त्यहाँ के हुन्छ फोनबाट जाने हो नगरमा जाने हो नि यो एउटा स्टाफ भित्रले कति गर्छ दिनभरि पनि यहाँ भ्याउँदैन उहाँ मन्दिर ल्याएर गइस तातो रुख लिएर गइसक्यो होइन हामीले माटो छुपारेको कामै छैन के सिमेन्ट ल्याइदिनु रड ल्याइदिनु तपाईँहरूले आएर उभिनु हामीले गटौँ ल अर्कोसम्म गरेर गराउनु पर्छ क्या हामीले गरेर देखाउँछौँ ल एक हप्तामा गरेर देखाएन भने बल्ल त मुखमा त आएर पुग्नु हामीले शान्त त्यहाँ महिना 2 महिना कति पनि त हामीले कहिले गर्नुहुन्छ त मैले गर्छु भने त भयो मन्दिर गइसक्यो दिएको भएको भयो लान्छ लैहाल्यो नि भनेको यस्तो कि अब तपाईँहरू यहाँ आएर बखेर फोटो खिचेर अनि आएर हिँडेको भनेर भएन कि वन गाड्दामा चाहिँ हामीले त्यो डिगो गरे हामीले हाले हामी जाइदार हाले के अरे जिम उठाउने त्यहीँ गएर ठोकिन्छ एउटा माको हल्लाउँदैन भनेको यहाँबाट सिधै जाने ताउसती भ्याउँछ यो टाढो गए पनि हाम्रो पहिला भ्याउने त हामीलाई हो त्यसपछि त सबैलाई हो के सबैले गर्दा वन कार्यालयमा त्यहाँ हामीले चाहिँ अब वाल उठाएर रड हालेर त्यहाँ बनाइया यहाँको गोबर पनि त्यही ठोकिन्छ त्यसले कति पर्छ खाली जाली तार हालेको छ आँखा छारो हालेको छ पानी पारी फैलिन्थ्यो अहिले पारी पाएको भयो अब सबै हामीले यतै हो पारी पाएको हुँदा वारी पाएको भएन हुनुपर्ने सबै हो यतै ओह्रालो छ केताहरू उकालो छ अहिले तत्कालै कसरी जोगाउँ भने अनि हिउँदो लागिसक्यो फेरि अनि अर्को वर्ष फेरि त्यतिकै हिउँदभरि वास्ता नगरिदिएर पनि भयो अहिले एकछिन पानी आयो वास्ता भयो सबैलाई हिउँदभरि त केही छैन नि त्यहाँ त हजुर आफ्नो भाषै भन्नुलाई चिनेन उहाँलाई चिनिया छ हामीले खोलो चाहिँ हामी तलैसम्म हेर्नु जाने हो हाँसेर होइन हाम्रो बोल्न मात्र हाँस्न पाइँदैन अनिवार्य कुरा हो होइन हामी सोध्न भने हामी आफै नगरपालिकाको नियम पनि मान्दैन सिमेन्ट पनि मान्दैन सिमेन्ट गाउँबाट पैसा उठाएर सिमेन्ट पनि चाहिन्न पैसा त भएको सिमेन्ट चाहिन्न म दिन्छु ल सिमेन्ट ल रोड म दिन्छु ल वाल उठाएर म देखाइदिन्छु ल कसैको
जान्ने छैन मलाई मेरो गाउँमा म गर्छु भनेको छु फोटो खिच्नु ल म भनेको छु ल सिमेन्ट म दिन्छु रोड म दिन्छु ल म दिन्छु ल रोड सिमेन्ट म दिन्छु सिर्फ स्वीकृति हामीले चाहिँ स्वीकृति किन बनेछ भनेर आउनु पाउँदैन फेरि भत्ता खान पर्छ फेरि हजुर समन्वय हुन्छ यो समन्वय चाहिँ गर्दै समन्वय त हामीले हामी आफैले बनाउँछौँ हामीलाई हाम्रो वाल हामी आफै बनाउँछौँ बनाइन्छ नि त हामीले बनाउनु पर्दैन हामीलाई हामीले यस्तो रोयल्टी उठाउने चोरेर लगेको ढुङ्गा लगे बसेर छ गिटी चोरेर लगाएको छ यही पैसाले कति नमस्कार पनि कति नमस्कार पनि गर्न पाइयो भने पनि भोलि त्यही पैसाले हामीले लगान लाग्नु पाइयो अहिले यही हजुरको सामुन्ने यी केटा आएर लगे बोल्दा बोल्दै पनि अब नटेर उठाएर लगाए मेरो गयो हामीले गाउँलेले छोड्दिउँ गाउँलेले गर्छन् गाउँलेले बनाउँछन् गाउँले छोड्दिउँ न गाउँलेले छोड्दिउँ दिन्न हामीले वाडामा छोड्दिउँ वाडाले जिम्मेदार वाडाले गर्छ हाम्रो खटाउँछन् हामी बसिन्छ रोयल्टी काट्छौँ होइन आगो अवसरले हामीले यो खोलालाई नियन्त्रण गर्छ जाम नगर्यो यहाँ घाम खानु भनेदेखि तल पनि जाउँ अनुगमनमै आउनु भएको भए तल पनि अनुगमन गर्नु पर्यो ल एकछिन कुरो सुन रे व्यवस्थापन समितिको जिल्ला स्तरीय बैठकमा जिल्ला स्तरीय बैठकको जिल्ला विपद व्यवस्थापनको समितिको सूर्य सार्वजनिक सूचना अनि आफ्नै पालिकाको विभिन्न संस्था रेड क्रसहरू एपिएफ भयो सेना भयो सबैलाई अनुसन्धान भयो सबै सम्बन्धित निकायमा विपद व्यवस्थापन गरिदिएको हुन्छ जति बेला विपद पऱ्यो त्यति बेला मात्रै व्यवस्थापन गरेर हुँदैन अप्रा परिवार पसिसकेर बस्ने कहाँ हो समस्या भनेर पहिचान गर्नु कहाँ हो विपद पर्ने सम्भावना भनेर त्यसलाई पहिचान गरेर त्यसलाई अलरेडी विपद पर्छ भने पहिले त्यसलाई रोकथाम गर्ने योजना बनाउनु पर्छ भने मौसम पूर्व अनुमान महाशाखाले के बताएको छ भने 20 लाख जनसङ्ख्या चाहिँ यो अहिलेको बाढीबाट अहिलेको मौसमबाट अहिलेको बाढीबाट प्रभावित हुने भनेर पूर्व अनुमान महाशाखाले भन्छ 4.5 लाख 4,50,000 घरधुरी विपदमा पर्दैछ भन्ने किसिमको पूर्व अनुमान महाशाखाले त्यस्तो किसिमको अभियान पक्राउँदै जान्छ यस्तो अवस्थामा अब हामी कसरी बस्छौँ भन्ने विषयमा अनि के कुरा भयो भने तुरुन्तै पालिकाले कहाँ हो होइन विपद पर्ने सम्भावना त्यहाँ पहिचान गरेर प्राविधिक हिसाबले देखाएर अझै एउटा कुरा त्यो मात्रै होइन पुलमा पनि बोल्नु पर्छ भने डिभिजन कार्यालयको सडक डिभिजन कार्यालयको इन्जिनियर ल्याएर फेरि उसलाई नराखेको खोल्न नदिने पुलको 500 तल माथि